नमस्ते, म हरि महतको तर्फबाट म अहिले इटहरीमा छु। आज दिनभरि पनि मिटिङहरू बस्यो। यो 100 करोड द्वीप प्रज्वलनको लागि मिटिङहरू भयो। यता बोराछेरा समितिसँग पनि कुरा भयो। पर्सि हाम्रो फेरि सोमबार फेरि मिटिङ छ, बिहान पनि मिटिङ छ र आज भेटघाट पनि सबैसँग गरियो। भोलि दिनभरि पनि भेटघाटै कार्यक्रम छ र अर्को कुरा मेरो पर्सनल काम पनि छ। लाग्ला जस्तो 3-4-5 दिन नै लाग्ला जस्तो छ। ऐतिहासिक कार्यक्रममा सहभागी भई पुण्य कमाउनु होला। 100 करोड द्वीप प्रज्वलन, राष्ट्र शान्ति, मानव कल्याण, 3 करोड जनता र तपाईँको यो पितृ कुलदेवताको लागि राम्रो होस् भनेर चाहिँ, शान्ति होस् भनेर हामीले कार्यक्रम राखिरहेको छौँ। हामी 2 जना छौँ है। तिमीलाई पनि देखाउन, उहाँहरूले देखाउनु पर्यो नि। नमस्ते। अब हामी चाहिँ अहिले आज दिनभरि भेटघाट नै भयो। अहिले आज फेरि 9 बजी राति पनि फेरि भेटघाट छ। हिजो राति 9 बजी पनि भेटघाट भयो। ऐतिहासिक कार्यक्रमको लागि सबै ठाउँबाट सपोर्ट सहयोगको हामीले आश गरेका छौँ। यो 100 करोड द्वीप प्रज्वलनको चाहिँ सङ्कल्पकर्ता तपाईँहरू पनि हुनुहुन्छ र आज भोलि पनि हाम्रो दिनभरि नै मिटिङ नै छ। लगभग 8-10 ठाउँमा भोलि पनि भेट्नुपर्ने छ र पर्सि सोमबार पनि लगभग 4-5 ठाउँमा भेट्नुपर्ने छ। हामी मिटिङ पनि गर्दैछौँ, कहीँ जाँदैछौँ, टिकटक बनाएर रमाइलो पनि गरिरहेको छौँ, रमाइलो भइरहेको छ। यहाँ एकदमै गर्मी पनि रहन्छ, एकदमै जाडो पनि रहन्छ। ठिकै छ, धेरै गर्मी पनि होइन, तर काठमाडौँको जस्तो रहन्छ है। काठमाडौँ जस्तो रहन्छ। यहाँ चाहिँ अलिकति गर्मी नै रहेछ। काठमाडौँमा चाहिँ जाडो भइसकेको छ, यहाँ चाहिँ गर्मी नै रहेछ। रमाइलो भइरहेछ, इन्जोय भइरहेछ। पोजिटिभ सोचिदिनु होला, नेगेटिभ नसोचौँ, पोजिटिभ सोचौँ होइन। राम्रो होस्, सबैको शान्ति होस्, यो 3 करोड जनतालाई राम्रो होस् भनेर चाहिँ यो अभियान लिएर हामी हिँडेको छौँ। यो हामीले 9 ठाउँमा बत्ती बाल्दैछौँ। जम्मा 11 ठाउँमा बाल्नुपर्ने, 2 ठाउँमा बाल्यौँ, अब 9 ठाउँमा बाल्दैछौँ। त्यसको लागि मिटिङहरू भइरहेको छ। एकदमै धन्यवाद। ऊ पनि एकदमै खटिरहेछ। तिम्रो अनुहार पनि देखाउ न, देखो खटिरहेछौँ। हामी 2 जना छौँ। एकदमै धन्यवाद, धेरै धेरै धन्यवाद। बत्ती काटेर राखिदिनु होला है। आफ्नो तर्फबाट चाहिँ यो बत्ती काटेर राखिदिनु। 100 करोड बत्ती भनेको नटजोक, यो इतिहासमा पहिलोचोटि बन्ने बत्ती हो। त्यसको लागि 5 सूत्रे बत्ती सबैजनाले काटेर राखिदिनु होला। टोल सुधार समिति, सङ्घ संस्था सबैजनाले चाहिँ यसपालि सपोर्टको आश गरेको छौँ होइन त। हस्, धन्यवाद। धन्यवाद है।